म सुन्दैन तपाईको कुरा तपाईले बायस काम गर्नुभयो पहिला सुन्नुस् न एकछिन सुन्नुस् न पहिला अर्को कुरा म युवा सांसद हुनुहुन्छ म पनि युवा हो बुझ्नु पर्यो युवा हो तर माओवादी युवा हो समस्या त्यहाँनेर हो पत्रकार होइन पार्टीको युवा हो पार्टीको तपाईँ त सुन्नु न पहिला मेरो प्रश्नको त तपाईँलाई टाउको दुखाइ केही छ रवि लामिछानेले फेरि भन्ने गरेका थिए 12 भाइ तिनीहरूको चरित्रमाथि म अहिले भन्न चाहन्छु मेरा साथी हो तपाईँहरूले डलर खाएर चाहिँ पनि लेख्ने यो देशमा प्रमाण छ अदालतले तपाईँलाई पुष्टि गरेको छ हो आन्दोलनको बेला मान्छे मारियो भन्न सक्नुहुन्छ तपाईँ त अदालतको न्यायाधीश हो तपाईहरुले फैसला गर्दै हिँड्ने फैसला गरेका हैन ल सुन्नुस् न यो बाबा जसरसले निकालेको छ प्रष्टै स्वयं धेरै सबैले एउटै क्याटेगोरी डालो हैन 1 वर्षदेखि तलब दिन नसकेर आज श्रमजीवी पत्रकारको श्रमको शोषण गरेर तपाईहरुले ती पत्रकारका मालिकहरूले ठुलठुला घर र बिल्डिङ चढेर 4 देखि 5 करोड गाडी चढेर हिँड्नु भएको छ यिनीहरु आफै कन्फ्युज छन् यिनीहरुको मेन उद्देश्य सरकारको के थियो भने त्यो दिन आन्दोलन भट्काउने गोली हानेर मान्ने जस्तै त्यो सबिन महर्जनको भिडियो हेर्नु भएको छ नेपालका मिडियाका साथीहरु कहाँ हुनुहुन्छ राजावादीले मार्यो भनेर लेख्नुहुन्छ तपाईहरु प्रमाण छ राजावादीले मारेको तपाईहरु पत्रकार हो कि माओवादीको कार्यकर्ता हो सबिन महर्जनलाई टाउको पछाडी हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडी बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको कहाँ छ मिडिया कुन ठाउँमा छ 2-4 जना मिडियाहरु होला राष्ट्रिय गान बजेकै बेला यो बाबा कमसे कम अघि पछि नछोडे पनि राष्ट्रिय गान बजेको बेला त छोड राष्ट्रिय गान बजेको बेला घरमा लुकेर गोली हानेपछि असुर ग्यास हानेपछि असुर ग्यास मात्र हानेपछि गोली हानेपछि अनि आन्दोलनकारीहरु भड्किदैनन् सरकारले पक्राउ गर्ने मनसाय बनाउँदैछ यसमा तपाईहरुको धारणा के छ प्रश्न भन्दिनुस् हिम्मत र दम छ भने देखाइदिए भन्छ छ दम यो खालको आरोप गणतन्त्रवादी सांसदहरुले लगाउँछन् तपाईलाई लगाउँछन् त म जितेर आए संसदले तलब दिन्छ मान्ने जो हाम्रो रिपोर्टिङ गर्ने तपाईको गर्ने माओवादीको गर्ने एमालेको गर्ने सबैको गर्ने हामी सबैको साझा हो तपाईले अप्ठ्यारो मान्नु पर्दैन म संसदबाट जितेरै आएको तपाईले पनि पढेर आउने नपढिकन फ्याक्ट बोल्ने संविधानै मान्नु न तपाई संविधानै संविधान आफू नपढ्ने अनि अर्काले यो गर्दैन युट्युबमा भ्युज कति आउँछ भनेर तपाईले काम गर्ने 274 ले के भन्छ भने सुन्नुस् यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भन्ने लेखेको छ कसले यो व्यवस्था जोगाउने कसले यो व्यवस्था बचाउने यो ठेक्का चाहिँ मिडियाले लिनु पर्दैन मिडियाले आफ्ना पत्रकार जोगाइदिनुस् आज 7 महिना 1 वर्षदेखि पत्रकारलाई तलब नदिएर राख्नु भएको छ पहिला आफ्ना पत्रकार जोगाउनुस् त्यो तपाईहरुको धर्म हैन अब आन्दोलन जोगाउनु पर्ने आन्दोलन हजुर अहिले बल्ल पत्रकारको मायाला प्रदर्शनकारीलाई आन्दोलनमा